हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। म चाहिँ बर्थडे गर्ल हो। हामी चाहिँ बलिदान फिल्म हेरेर फर्कँदैछौँ। म अहिले चाहिँ लिफ्टमा छौँ। ह्यापी बर्थडे टु यु। हामी चाहिँ भर्खरै बर्थडे गाइज यस्तो छ। दामी छ सबैभन्दा बलिदानमा। सबै हेर्नुपर्छ गाइज। आज चाहिँ मेरो बर्थडे हो। बिहान बिहानै अनि भ्लग स्टार्ट गर्छ भनेको थिएँ। अनि 7 बजेको सो थियो। अनि बिहान उठेँ, पूजासुजा गरेँ। अनि त्यसपछि अनि दिउँसोमा चाहिँ भिड हुन्छ भनेर अनि बिहानको सो आएको गाइज राम्रै हुँदो रहेछ। त्यस्तो दिमाग ह्याङ गर्ने यताउति भएन। दामी रहेछ मुभी चाहिँ। सबैभन्दा हेर्नु होला। यसले कस्तो लाग्यो फिल्म? फेभरेट फिल्म पनि जानु मेरो बुढामा बल्ल हामीले फोटो खिच्दैछौँ। अघि खिचिरहेन गाइज। आई लभ दिस हल। अनि त्यसपछि अब फ्याक्ट्रीहरू पनि एकदम राम्रो छ। पपकर्न पनि पिरो पाइन्छ, कफी पनि पिरो पाइन्छ गाइज। दसैँ लागेर होला लास्टै भिड छ है। हामी त्यस्तो भिडमा छौँ। यस्तो भिड छ है। पार्किङ गऱ्यो यस्तो छ भिडै बिर्सक्यो। केही छैन ल, बाइक त केही छिन ठाउँ छैन। बाबाले जब जहाँ सस्तो जहाँ सेल छ त्यही हिँड्नु पर्छ गाइज। राम्रो राम्रो देखेर पसेको हो। बजारमा सपिङ गरेर आउन छोरी अनि सन्देश चाहिँ आफ्नै आफ्नै पसलहरू जानुपर्छ। के छ आफ्नै आफ्नै जाने यो कपडा यहीँ किनेर लाँदा मको यहीँ आउनुपर्छ। आजको दिन चाहिँ मेरो राम्रो भयो। आज बर्थडे पनि, आज पूजा पनि सबै भयो। बाउचुलीहरू नाच्दैछन् गाइज। अनि मेरो बर्थडेमा जसले पनि मलाई शुभकामना दिनुभएको छ, विस गर्नुभएको छ, उहाँहरूलाई मनैदेखिबाट धन्यवाद।